नमस्ते एभ्रिवान। मामुहरूले धुँदाखेरि छिट्टो सुक्ने फेन्सी टाइपको रिजनेबल प्राइसमा चाहिँ बेबीहरूको सुरुवाल ल्याइदिनुहोस् न भनेर यति धेरै इन्क्वायरी आएको थियो। त्यसैले हजुरहरूको बेबीहरूलाई नै मध्यनजर गरेर एकदमै न्यानो फ्लिसको फर छ भने बाहिरपट्टि भित्रपट्टि चाहिँ एकदमै हल्का न्यानो टाइपको फर पाउन सक्नुहुनेछ भने 2 लेयर टाइपमा छ है। एकदमै धुँदाखेरि सजिलो, लगाउनलाई एकदमै कम्फर्टेबल छ भने तलपट्टि जगस टाइप पाउनुहुनेछ। त्यसैले बेबीहरूलाई ठुलो भएर हिँड्नलाई अप्ठ्यारो हुने टाइपको छैन, एकदमै राम्रो छ है। हल्का पनि छ, धुँदाखेरि छिट्टो सुक्छ भने एकदमै न्यानो छ। अगाडिपट्टि हजुरले फ्लिस फर पाउन सक्नुहुनेछ भने भित्रपट्टि एकदमै राम्रो व्हाइट कलरको फर पाउन सक्नुहुनेछ। यस्तो टाइपको यो खस्रो टाइपको फर चाहिँ हजुरको धुँदाखेरि एकदमै छिटो सुक्छ है। भेलभेटको फर भने धुँदाखेरि अलिकति ढिला सुक्ने 3-4 दिन लाग्ने टाइपको हुन्छ भने यो फर चाहिँ एकदमै धुन सजिलो, धुन छिट्टो सुक्ने टाइपको छ भने कलर अप्सन हामीसँग 3टा पाउन सक्नुहुनेछ। एकदमै राम्रो राम्रो कलर छ बेबीहरूको लागि। प्रिन्टेड लुगा भनेको त एकदमै बेबीहरूको फेभरेट हो भने सानो सानो बेबीहरूको लागि फेभरेट नभए पनि मामुहरूले कार्टुन प्रिन्ट भएको कपडाहरू चाहिँ एकदमै धेरै नै रुचाउनु हुनेछ। त्यसैले मैले एकदमै क्वालिटी राम्रो लागेको प्लस रिजनेबल प्राइस भएकोले चाहिँ यो सुरुवाल लिएर आइसकेको छु। यो सुरुवाल पनि त्यस्तै नै छ है, डाइपर लगाउन इजी प्लस हजुरहरूले यो चाहिँ एकदमै जाङ फाट्ने च्यातिने त्यस्तो टाइपको छैन, एकदमै बलियो छ है। सानो भएर जाला तर फाटेर नजाने टाइपको सुरुवाल छ यो चाहिँ। त्यसैले हजुरहरूले पनि जाडोको लागि एकदमै छिटो सुक्ने न्यानो हल्का टाइपको सुरुवाल खोजिराख्नु भएको छ भने चाहिँ यो सुरुवाल हजुरहरूले आफ्नो बेबीको लागि चाहिँ 8, 10, 12 साइजमा पाउन सक्नुहुनेछ। सो आफ्नो बेबीको लागि छिटो छिटो बुक गर्नु होला। थ्याङ्क यू।